ल यहाँ अब पुलिसको यहाँ हेर्नु ल हेर्नुहोस् यहाँ हामी क्रियापुत्री कुरेर बसेर ठाउँमा उहाँहरू आएर यहाँ डाङडाङ डुङडुङ गर्नुभयो है। ल हेर्नुहोस् ल हेर्नुहोस् यहाँ यस्तो छ अहिले यहाँ अवस्था। झन्डै क्रियापुत्री छोको यहाँ ल उहाँले डाङडाङ डुङ लात्ताले हानेर ढोका खोलेर हो त्यो थाहा आउनुपर्ने कुरा हो। ढक्का गर्यो लाठी हाने नि केही होइन उहाँलाई त्यस्तो लाए हो लाग्यो होइन यहाँ यत्रो मान्छे छ उहाँ पनि हो एउटा सर है यहाँ ल यस्तो हो कि हजुर होइन के हो हामीलाई जानकारी त्यस्तो भएको पऱ्यो त्यसरी डाङडाङ आउनु मिलेन नि सर। ढोका नगर्नु त पर्यो त नगर्दा त्यसरी गरिँदैन के सर भनेर अलिक बुझ्न त पर्यो पोहोरले बुझ्न त पर्यो। पुलिस मात्रै भन्नुपर्छ क्या ढोका खोइ हामी भाग्ने थियौँ हामी उहाँहरू देख्नुभयो क्रियाको देख्नु तास खेल्नु म पुलिस हो बाहिर भनिदिनु पर्दैन भाइसँग गर्नु उहाँ डर भयो कि हामी भाइसँग झ्याला भाइसँग यहाँ पैसा भेटेन अब पैसा लुट्न हो पैसा हेर्न आउनुभएको तपाईँहरू यो तास खेलिरह पैसा हेर्न आउनुभएको यहाँ क्रियापुत्री कुरिरहेको ठाउँमा ल तपाईहरु त सत्य मान्छे होइन तपाईँ लग्न गरेर तपाईँ के गरेर यार तपाईँ तास खेलेर ए तँलाई ढकालले गएको होइन यसो गरे त वापस खेलेर गएको अनि होइन यहाँ क्रियापुत्रीलाई छोको भए के हुन्थ्यो भोलि तपाईँको घरमा आउँछ के यो ढोका खुल्लै छ यहाँ सुते मान्छे भित्र यहाँ भित्र सुत्दै छ तपाईँको यहाँ के गर्न गर्नुभयो त दुकान भन्नु त उहाँहरूलाई पैसा तास खेल्न पैसा कति छ हो मलाई थाहा छ मान्छेको संवेदना बुझ्दैन अनि के त पुलिस ढाक्दै आएको के त के देखाएको होइन तपाईँले पुलिस भनेर तपाईँ एक सय हुनुहुन्थ्यो कि पुलिस भनेर हामी काम नगर्नु तपाईँहरूले चुप लागेर बस्नु त भने पनि हुन्थ्यो नि भने होइन आएर पुरा चाहिँ दबाईको हिसाबले गर्ने हो त पाइन्छ भने के आधारले पैसा तपाईँको वारेन्ट पेपर छ तपाईँसँग अर्का पाउनलाई वारेन्ट पेपर छ खाँचोबासी गर्ने पेपर छ तपाईँ अर्का घर अनि के हिसाबले पाउनु यो मान्छेलाई भसेर उहाँ पुग्यो भने के हिसाबले छ अहिले उहाँहरू गलत भएर यहाँ अहिले केही नगर्नु भएको भने यदि हामी गलत भयो उहाँले अहिले यहाँ लालका लाल हान्नुहुन्थ्यो तपाईँले अरू केही भने होइन कि एकदम ल मानिलियो अब के गरिरहेको छ पुलिस भनेपछि त डराउँछ नगरेको थियो भने त्यसरी लयो यसलाई त्यहाँ धन्न क्रियापुत्री छोइएन यार त्यहाँ मैले